लाख लाख धन्यवाद दिन्छौँ हामी सबै आमाहरूले। अनि अब यो उन्नति प्रगतिले धेरै गरोस्, पढाइ लेखाइमा बढी नै होस्। अनि तपाईँले गरेको गुण म कहिले पनि बिर्सिने छैन, त्यही नै भन्न चाहन्छु। त नानीको त आमा बाले पनि यतिको दिन कसले पो सकिहाल्थ्यो र हुनेले दिन्थ्यो। तपाईँ त धेरै धेरै भगवान् सरी हुनुभयो नानीको लागि त तपाईँ त। दर्शकबिन देख्न सक्नुहुन्छ कल्पना साहु बहिनीलाई हामीले आज 1,18,000 रुपियाँ दिएका छौँ। बहिनी यो पैसा राम्रोसँग राख्नुहोला र अब 14 गते भदौको 14 गते चाहिँ खाता खोल्दै हुनुहुँदैछ र हामी सकेसम्म अन्य साथीहरू जोडिनु भयो भने हामी तपाईँलाई चाहिँ तपाईँकै आफन्त कोही छिमेकी हुनुहुन्छ भने उहाँको QR दिनेछौँ र जो विश्वास लाग्ने मान्छे भएपछि हामी फेरि पनि तपाईँलाई सहयोग आउन सक्छ। किनभने धेरैजनाहरूले चाहिँ मलाई खुल्दुरी गरिराख्नु भएको छ, तपाईँको खाता चाहिन्छ भनिराख्नु भएको छ। तर उसलाई पैसाको मुख कालो हुन्छ। जति आफन्त छरछिमेक जो जस्तै होस्, दाइ भाइ होस्, बाबा आमा जोसुकै होस्, तर पैसा भन्ने बित्तिकै मान्छेको हात पछि जान्छ। किनभने पैसा जस्तो चिज अमूल्य केही छैन। पैसा भयो भने हिरा पनि किन्न सकिन्छ, मोती पनि किन्न सकिन्छ, चाँदी पनि किन्न सकिन्छ, सुन पनि किन्न सकिन्छ। यदि पैसा भएन भने सुन चाँदी केही पनि किन्न सकिन्न। यदि पैसा भयो भने आफन्त पनि किन्न सकिन्छ, सबै किन्न सकिन्छ। यति भन्छु नानु, मैले आफ्नै बहिनी जस्तै खाने, मेरो बहिनी त हुनुहुन्न। बाटोमा हिँड्ने एउटा बौला मान्छेलाई कसैले पनि बोलाउँदैन। यो पैसा राम्रोसँग लाएर खाएर हिँड्ने मान्छेलाई सबैले हाई हेलो गर्छ। यो कुरा यति याद गर्नु होला। दर्शक पनि यो भिडियो धेरैभन्दा धेरै सेयर गर्नु होला र आज 1,18,000 रुपियाँ नानीलाई दिन पाउँदा एकदमै खुसी रहेको छु। धेरै त्यत्रो सहयोग गर्नुभयो अनि त्यत्रो सहयोग पाइ मेरो भदैले त्यो गर्दा त धेरै धेरै धन्यवाद छ तपाईँलाई। तपाईँ त नानीको त आमा बाले पनि यतिको दिन कसले पो सकिहाल्थ्यो र हुनेले दिन्थ्यो। तपाईँ त धेरै धेरै भगवान् सरी हुनुभयो नानीको लागि त तपाईँ त। यता हुन्छ अन्तिममा छौँ आमा, के भन्नुहुन्छ? अब मैले पनि अब त्यही भन्छु। अब नानीको लागि अचम्म दुःख पाइ थिएँ। अनि अब आमा बाउ सानैमा गुमिगे अनि यसले धेरै दुःख पाइ। अब फुपूको छोरीको दिदीको घरमा गएर लेखपढ गरी अनि अहिले हजुरको सहयोगले अनि दिदीको सहयोगले सबैजना यहाँसम्म आए। अब यसको पढाइ लेखाइ राम्रो होस् अनि बाबुले सहयोग दिनुभयोस्। बाबुलाई धेरै धेरै धन्यवाद छ। अनि अब यसले पढाइमा धेरै ध्यान दियोस् अनि यो पैसा पनि अब राम्रोसित राखोस् अनि राम्रो काममा चलाओस्। पढाइ लेखाइमा बाबु हामीले भने त्यही हो। हाम्रो अरू हाम्रो लेख पढाइ छैन, केही आउँदैन, के गरौँ बाबु। देख्न सक्नुहुन्छ राहुल सर हुनुहुन्छ जो अहिलेसम्म यहाँसम्म आउने वातावरण र कल्पनाको बारेमा चाहिँ आमा बुवा पनि हुनुहुन्न, पक्कै पनि एक्लै दुःख गरेर बस्नु भएको छ, तरकारी लगाएर चाहिँ पढ्नु भएको छ, एकदमै सङ्घर्ष गर्नु भएको छ भने चाहिँ हाम्रो राहुल सरले चाहिँ मलाई जानकारी दिनुभएको थियो। त्यो जानकारी दिइसकेको लगतै म यहाँ आइसके पछाडि नानीको भिडियो सामाजिक सञ्जालमा राखिसके पछाडि देश विदेशबाट धेरैजनाहरूले सहयोग गर्नुभएको छ। कम्तीमा हामीले 1,18,000 रुपियाँ सहयोग उठाएका छौँ, होइन राहुल सर? एकदमै सर। के छ तपाईँ बहिनीको छिमेकी पनि पर्नुभयो एकदमै। आज तपाईँले त्यो अवस्थामा मलाई फोन गरेर चाहिँ यहाँसम्म आउने वातावरण भइदिएको भए आज बहिनी त्यही ठाउँमा, त्यही गाउँमा, त्यही दुःखमा हुनुहुन्थ्यो। के भन्नुहुन्छ विषयमा? एकदमै खुसी लागेको छ। सर्वप्रथम त यो जस्तै हामीले तपाईँको जो सामाजिक सञ्जालमा नानीको भिडियो राख्यौँ होइन, नानीलाई एउटा चाहिँ नानीको सबै कुराहरू यहाँको स्थिति हेरेर नानीको एउटा चाहिँ सबै समस्याहरू देखेर बाहिरबाट अब स्वदेश अथवा विदेशबाट सबैबाट होइन जो आर्थिक सहयोग गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र प्लस पोइन्ट नानीलाई एउटा कुरा शिक्षाको लागि र प्लस अब आफ्नो एउटा चाहिँ घराइसी हरेक कुराहरूको लागि चाहिँ आर्थिक नानीलाई चाहिँ सपोर्ट भएको छ होइन। धेरै धेरै खुसी छ र बहिनी पनि एकदमै खुसी छिन्। किनभने हजुर आइदिनु भयो समयमा र म लगायत अब सबैले पनि बहिनीको लागि चाहिँ यो यथार्थ हो होइन। सबै कुराहरू चाहिँ जीवनमा चाहिँ नानीले दुःख पाएकै हो भनेर सबैले चाहिँ नानीको लागि सोचेर होइन बाहिरबाट यताउति गरेर नानीलाई चाहिँ अहिले 1,18,000 होइन आर्थिक रकम आएको छ। र बहिनीलाई चाहिँ आज हामी यहाँ आर्थिक लिएर आएका छौँ। र योभन्दा अगाडि हामी चाहिँ 15-20 दिन अगाडि चाहिँ भिडियो राखेका थियौँ होइन। अनि रूपलाल सरलाई चाहिँ मैले नानीको भिडियो एउटा चाहिँ उसमा कर्णालीमा गएको होइन सम्मेलनमा गएको बेला चाहिँ एउटा भिडियो देखेर म आफैले हेरेर नानीको दुःख चाहिँ त्यहाँ देखिसकेपछि मैले हजुरलाई खबर गरेँ र हजुर आउनुभयो, भिडियो उठायौँ। एकदमै राम्रो भएको छ सर, नानीलाई चाहिँ एकदमै धेरै राहत भएको छ अहिले। बहिनी खुसी छन् बहिनी पनि होइन। र हजुर हामीले बहिनीलाई धेरै सहयोग गरेका छौँ होइन। एकदमै दिदीलाई सम्मान गर्न चाहन्छु किनभने बाबा आमा बितिसके पछाडि उहाँ चाहिँ नानीको
आमा र बाबा भने पनि आमा भने उहाँले नै पाल्नुभयो र आज यहाँसम्म आउनुभयो। दर्शक पनि एउटा आफ्नै छोराछोरीलाई जन्माएको छोराछोरीलाई त आफ्नै बाआमाले चाहिँ पाटो लाउन सकेका हुँदैनन्, आफ्नो बाटो लाउन सकेका हुँदैन भने अब उहाँ चाहिँ फुपूको छोरी हुनुहुन्छ। कहिलेकाहीँ त्यो अवस्थामा चाहिँ दुःख सुख गर्दै चाहिँ नानी यहाँसम्म आइपुग्नु भएको छ र अत्यन्तै खुसी छौँ। दिदी हजुरलाई धेरै सम्मान गर्न चाहन्छु। आज कल्पना बहिनीलाई तपाईँले जस्तो भए पनि निको मिठो खाएर भए पनि यहाँसम्म ल्याउनु भयो र आज पढाउनु भयो सँगै होइन, दुःख सुख गर्दै। कहिलेकाहीँ झगडा भयो होला, कहिलेकाहीँ घरमा त भइहाल्छ अलिअलि झगडा भयो होला, कहिलेकाहीँ त भइजान्छ त यो आफ्नै छोरीसित भइजान्छ। अनि तपाईँले चाहिँ सोच्नु भएको थियो होला, यिनीहरूलाई रिसियो भने गाली गऱ्यो भने यिनकै पत्ता हो। अनि तपाईँले सोच्नु भएको थियो होला राम्रो बाटोमा लागोस्, कहीँ नबिग्रियोस् भनेर चाहिँ कहिलेकाहीँ गाली गर्नुभयो होला, आफ्नो मान्छे हप्काउनु भयो बिग्रियोस् भन्ने त कस्तो लाग्छ र। दर्शकबिन हामी यतिखेर कपुरकोट गाउँपालिका 5मा छौँ, जहाँ कि आज कल्पना बहिनीको लागि 1,18,000 रुपियाँ हामीले सहयोग दिँदैछौँ। यतिखेर मिलन परियार हाल मलेसियामा हुनुहुन्छ। उहाँको आमा पनि आफ्नो छोराले 29,000 रुपियाँ पठाइदिनु भयो र आज आमाले यी नानीलाई दिन आउनु भएको छ। के भन्नुहुन्छ हजुरलाई, कति खुसी लागिरहेछ? खुसी लागेको छ, आज छोराले सहयोग गर्दाखेरि धेरै धेरै खुसी लागेको छ। हेर्नु भएको थियो भिडियो नानीको, हेरेको थिएँ दुःख लाग्यो है। हजुर। अब यो पैसा चाहिँ नानीले राम्रोसँग पढेर आफ्नो जो पेसाहरू चाहिँ सिपहरू यो राम्रो ठाउँमा लगाएर चाहिँ अगाडि बढ्नु पऱ्यो भने राम्रो हुन्थ्यो होला जस्तो लाग्छ होला। हो, त्यही गर्नुपर्छ। राम्रोसित पढ्नुहुन्छ, पढ्नु होला, हजुर। अनि यो पैसा सदुपयोग गर्नु होला, अनि फाल्टु खर्च नगर्नु होला। आमा हुनुहुन्छ, के भन्नुहुन्छ हजुरले? हामीले अब के भन्ने बाबुलाई, अब हजुरहरू आउनुहुन्छ भन्ने मलाई थाहा थिएन। नानी दुःख पाएछ भन्ने हामीलाई थाहा थियो। हजुर अब यति सहयोग उठ्याछ अनि यस्तो बाबुहरू आउनुहुन्छ भन्ने हामीले थाहा पाइनौँ। आए भए चाहिँ अहिले त सक्दो सहयोग म पनि दिन्थेँ, अलि ठुलो आमा हौ म भन्ने थियो। धेरै धेरै धन्यवाद छ बाबुहरूलाई। अनि यो नानीको लागि सहयोग गरिदिनु भयो, उठाइदिनु भयो, आउनुभयो, धेरै धेरै लाख लाख धन्यवाद दिन्छौँ हामी सबै आमाहरूले। अनि अब यो उन्नति प्रगति यसले धेरै गरोस्, पढाइ लेखाइमा बढी नै होस्। अनि हाम्रो आशीर्वाद त्यही हो बाबु। हजुरलाई पनि अब आउनुभयो, दिन ल्याइदिन आउनुभयो, हामी धेरै खुसी छौँ। ए हजुर खुसी हुनुहुन्छ होइन? खुसी छौँ हजुर। अनि के भन्नुहुन्छ नानी, अन्तिममा छौँ, अरू त के भनौँ, धेरै के दिनुहुन्छ हामीलाई चाहिँ? मलाई के दिनुहुन्छ? अब मलाई मात्रै दिनुहुन्छ है, के दिनुहुन्छ? सधैँभर माया मनभरि माया रहिरहनेछ। हजुर। अनि तपाईँहरूले गरेको गुण म कहिले पनि बिर्सिने छैन, त्यही नै भन्न चाहन्छु।